अब हामी मोटोपन घटाउने कुरा गरौँ है त। मोटोपन कसरी घटाउने? थोरै खाने अनि सजिलै पच्ने कुराहरू खाने र बेलुकाको खाना छोडिदिने। भनेको 5-6 बजे खानुभयो भने ठिक छ, त्यसपछि नखानुस्। भोलिपल्ट कति बजे खाने? 10 बजे खाने। त्योभन्दा अगाडि एक्सर्साइजहरू गर्ने 2 घन्टा एक्सर्साइज गर्ने, भोलिपल्ट बिहान उठेर आराम गर्ने, टेन्सन नलिने, स्ट्रेस नलिने है त। अब यहाँलाई मोटोपनका हामी 4 थरीको बिरामीहरूलाई डिभाइड गरेका छौँ। मोटोपन भएका 4 थरीका बिरामीहरूलाई हामी डिभाइड गरेका छौँ। बिरामी नम्बर 1, बिरामी नम्बर 1 लाई के हुन्छ भने मोटोपन मात्रै हुन्छ, अरू खालको समस्या हुन्न। त्यस्तो बिरामीले यो औषधि खाने। 2 गोली 3 पटक 1 महिनासम्म यो दबाई खानुस्। मोटोपन एकदम राम्रोसित घट्छ। खाना खानुभन्दा 1 घन्टा अगाडि है त। मोटो घटाउन चाहनुहुन्छ नि, मोटोपन घटाउन चाहनेहरूले यसो गर्ने र हल्का र सादा खाना खाने, 2 घन्टा एक्सर्साइज गर्ने। अब बिरामी नम्बर 2, बिरामी नम्बर 2 मा के हुन्छ भने मोटोपन भइसकेपछि फ्याटी लिभर हुन्छ अनि कोलेस्ट्रोल पनि बढेको हुन्छ। अब मोटोपन पनि छ, फ्याटी लिभर पनि छ, कोलेस्ट्रोल पनि छ भने त्यसपछि त्यस्तो बिरामीले यो 2टा औषधि खाने। जस्तै यहाँ कोलेस्ट्रोनियम भन्ने देख्नु भएको छ, यो 2टा औषधि 1 महिनासम्म खाने। बिहान 2 गोली, दिउँसो 2 गोली, बेलुका 2 गोली, खाना खानुभन्दा अगाडि 1 घन्टा अगाडि दिनमा 3 पटक 1 महिनासम्म खाने। मोटोपन पनि छ, फ्याटी लिभर पनि छ, कोलेस्ट्रोल पनि भएको बिरामीले है त। आफ्नो दबाई खाइराख्नुहोस्, आफ्नो उपचार के गर्नुपर्छ गरिराख्नुहोस्। तर त्यो भएको बिरामीलाई के भने दबाई कहिले छोड्ने हो भने यहाँको फ्याटी लिभर घट्नु पर्यो, मोटोपन घट्नु पर्यो र कोलेस्ट्रोल चाहिँ नर्मल हुँदै गएपछि र तपाईँको वेट बिएमआई अनुसार नर्मल वेटमा आएपछि छोड्न सक्नुहुन्छ है त। तेस्रो नम्बरको बिरामी थाइराइड छ, मोटोपन हुनुहुन्छ र थाइराइड छ भने मोटोपन र थाइराइडको लागि यो दबाई खानुहोस्। मोटोपन छ र थाइराइड छ हैन। मोटोपन थाइराइडले गर्दा मेरो घटेन, पानी खाने बढ्छ, जे खाने बढ्छ, के गर्ने होला, मोटोपनले मेरो घुँडा दुख्यो, मोटोपनले मेरो ग्यास्ट्रिक भएको छ, मोटोपनले हिँड्न सक्दैन, मोटोपनले थुप्रै समस्या भएको छ भने मोटोपनले चाहिँ यो 2टा दबाई खाने है त। पेसेन्ट नम्बर 3। अब पेसेन्ट नम्बर 4, पेसेन्ट नम्बर 4 लाई चाहिँ मोटोपन पनि छ र ग्यास्ट्रिक पनि छ हैन। मोटोपन पनि छ, ग्यास्ट्रिक पनि छ र कब्जियत पनि छ भने यो औषधि बेलुका सुत्ने बेला 2 बिर्का खाने, यो बिहान दिउँसो बेलुका 2 गोली खाने। यहाँले बुझ्नुभयो। अब पेसेन्ट नम्बर 1, 2, 3, 4, 1 नम्बरको पेसेन्ट खाली मोटोपन मात्रै हुन्छ, 2 नम्बरको पेसेन्टमा फ्याटी लिभर र कोलेस्ट्रोल पनि हुन्छ, मोटोपन पनि हुन्छ। अब 4 नम्बरको बिरामीमा कोलेस्ट्रोल र 3 नम्बरको बिरामीमा कोलेस्ट्रोल र मोटोपन पनि हुन्छ भने 4 नम्बरकोमा थाइराइड पनि हुन्छ है त। थाइराइड पनि छ भने त्यसरी हामी यहाँ 4वटा किसिमका बिरामीहरूलाई डिभाइड गरेर हामी मोटोपन घटाउनको लागि प्रयास गरिरहेछौँ। यहाँ हामीसँग यसको औषधिहरू हामी प्याकिङ गरेर राखेका छौँ। प्याकिङ छ र यति समस्या छ भने यहाँले अनलाइनमा नि मगाउन सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस अथवा फार्मेसीको नम्बर छ 061 433 407 है त। 061 433 407 यहाँले देख्नुहुन्छ। र कुन किसिमको यहाँ चाहिँ बिरामी हुनुहुन्छ त्यही अनुसारको दबाई खानुस्। खाली मोटोपनको लागि मोटोपन प्लस कोलेस्ट्रोल, फ्याटी लिभर, मोटोपन प्लस थाइराइड है त। मोटोपन प्लस कोलेस्ट्रोल मात्रै भएको हुनुहुन्छ भने कोलेस्ट्रोल यो मोटोपन घटाइदिनुस्, सबै कुरा ठिक हुन्छ है त। यसरी आफूलाई म्यानेज गर्नुस्। प्लस सँगसँगै सागसब्जी धेरै खानुस्, फलफुलहरू धेरै खानुस्, दिनमा नियमित 2 घन्टा हिँड्नुस्, पानी प्रशस्त खानुस्। यहाँहरूलाई ग्यास्ट्रिक पनि कम, मोटोपनले हुने थुप्रै समस्याहरू पनि कम। नमस्ते। यहाँको जीवन स्वस्थ रहोस्। धन्यवाद।